आदरणीय दर्शकवृन्द नमस्कार। म गणेश खतिवडा कालिम्पोङ भारतबाट जानकारीमूलक कार्यक्रमको सिलसिलामा फेरि पनि म तपाईहरुलाई राशिसँग सम्बन्धित अथवा ज्योतिषसँग सम्बन्धित तपाईहरुलाई एउटा विषय लिएर आइरहेको छु। दर्शकवृन्द, विशेष गरी तपाईहरु कोही पनि नयाँ हुनुहुन्छ भने हाम्रो च्यानललाई सब्स्क्राइब गर्न अवश्य पनि नभुल्नुहोला। विशेष गरी यहाँ भन्दा अगाडि जुन तपाईहरुले राशिफलहरु 12 वटा राशिलाई 12 वटा भिडियो मैले प्रस्तुत गरेको थिएँ। यही सिलसिलामा मैले उक्त समयमा मार्चमा एउटा ग्रह परिवर्तन हुनेवाला छ भनेर भनेको थिएँ र यस वर्ष 7.5 शनि जो मकर राशिलाई 7.5 शनि लागेको थियो। गत 7.5 वर्षदेखि मकर राशिले 7.5 शनिको पीडालाई झेलिरहेको थियो। तपाईहरुलाई कतिजनालाई थाहा छ कि यो 29 तारिक मार्च 2025 को दिनमा शनि ग्रहले आफ्नो पोजिसन चेन्ज गर्दैछ र अहिलेसम्म कुम्भ राशिमा विचरण गरिरहेको शनिश्चरले अब तपाईको मीन राशिमा प्रवेश गर्न गइरहेको छ। अनि मीन राशिमा शनि प्रवेश गर्दा यतापट्टि 7.5 शनि मकर राशिलाई 7.5 वर्षदेखि सताएको 7.5 शनिले 29 तारिक सेप्टेम्बरको दिन छोड्नेवाला छ र यसभन्दा अगाडि शनिले छोडेपछि 7.5 शनिले उहाँहरूलाई अथवा मकर राशिका महानुभावहरूलाई कति पीडा दिएको थियो अनि अब के हुन्छ, यहाँदेखि अगाडि कस्तो प्रकारको सिचुएसन हुन्छ, यो तपाईहरुलाई म जानकारी गराउन गइरहेको छु। र राशि परिवर्तनले मकर राशिलाई अथवा 7.5 शनि छोड्दाखेरि मकर राशिलाई कुन असर पर्नेछ यो सब तपाईहरुलाई म भन्न गइरहेको छु। दर्शकवृन्द, तपाईहरुले जो पनि मकर राशि हुनुहुन्छ तपाईहरुले आफूलाई एकदमै हल्का महसुस गर्नुस्। सबैभन्दा पहिला त गत 7.5 वर्ष अथवा सेप्टेम्बर 2017 देखि सुरु भएको तपाईहरुलाई शनिको प्रकोप अब तपाईको यो 29 तारिक मार्चको दिन तपाईहरुलाई 7.5 शनिले छोड्दैछ र 7.5 शनि लागेको बेलामा सबैलाई एकदमै नराम्रो हुन्छ, पीडा हुन्छ, दुःख हुन्छ मात्रै होइन। 7.5 शनि डिपेन्ड गर्छ तपाईलाई कतिलाई सतायो, कतिलाई राम्रो गर्यो। यो सबै तपाईको कुण्डली जब जन्म कुण्डली माथि डिपेन्ड गर्छ। कुण्डलीमा शनिको पोजिसन राम्रो हुनेहरूले यो 7.5 वर्षको अवधिमा धेरै उन्नति पनि गर्नुभयो, धेरै कुराहरुमा राम्रो भयो। अनि जसको कुण्डलीमा शनिको पोजिसन पनि ठीक थिएन, यतापट्टि 7.5 शनि पनि लागेको बेलामा तपाईहरुले धेरैवटा पीडा सहनुभयो। किनभने म ज्योतिषको प्रोफेसनमा भएको कारणले गर्दा हजुरहरु मेरोमा कुन कुन पीडा बोकेर आउनुभयो यो सबै म तपाईहरुको त्यो पीडा म बुझ्छु। विशेष गरी यो 7.5 वर्षको अवधिमा विरक्तिपना तपाईले मकर राशिलाई एकदमै विरक्तिपना, सानो सानो कुरामा पनि पीडा भइरहेको, खुसी आउनु नसकेको, सानो सानो कुराले दुःख दिइरहेको यो तपाईकोले फेस गर्नुभयो। यसैगरी तपाईले फेस गर्नुभयो डिले। शनि भनेको के हो? शनि भनेको शनै भनेको बिस्तारै, चर भनेको चल्ने, बिस्तारै चल्ने भएको कारणले गर्दा शनिश्चर भनिन्छ शनि महाराजलाई। शनि महाराज ढिलो, तपाईको अहिले हुने काम भोलि भयो, यो हप्ता हुने काम अर्को हप्ता भयो, यो महिना हुने काम अर्को महिना भयो, यसरी तपाईको यति बेसी डिले भयो तपाई आफैलाई यसैले पनि तपाईलाई विरक्त बनायो। मकर राशिका महानुभावहरूलाई यो 7.5 शनिको अवधिमा हतोत्साह, तपाईलाई उत्साह आउँदैन, तपाईलाई उत्साह आएन, तपाईलाई यति साह्रो पीडा भयो, तपाईलाई एकदमै डेस्परेट बनाइदियो। धेरै कुराहरुमा तपाईले डेस्परेटको सामना गर्नु पर्यो यो 7.5 शनिको अवधिमा। बिमारीको त कुरै नगरौं, यति बेसी बिमारीहरुले सतायो तपाईलाई, टाउकोदेखि खुट्टासम्मको बिमारीहरुले तपाईलाई दुःख दियो। सबैभन्दा यो लास्ट अढैया शनि, शनि 3 भागमा बाँडिएको हुन्छ। फर्स्ट अढैया, सेकेन्ड अढैया अनि थर्ड अढैया। यो थर्ड अढैयाको टाइममा त अझै तपाईहरुलाई जो मकर राशिका महानुभावहरूलाई गलाको प्रब्लम, स्पन्डिलाइटिस है, ब्याक पेनको प्रब्लम, जोइन्टको प्रब्लम पुरा सतायो र तपाईलाई धेरै दुःख दियो र कतिवटा घाउ खटिराहरू, तपाईको दाँतको प्रब्लम, दाँतको समस्या, कानको समस्या, यति बेसी समस्याले तपाईलाई सतायो मकर राशिका महानुभावहरूलाई र हेल्थ वाइज तपाईलाई एउटा छोडेर अर्को, अर्को छोडेर अर्को, अर्को छोडेर अर्को प्रब्लमले तपाईलाई सताइ नै रह्यो। दर्शकवृन्द,
यसै गरी तपाईँलाई यो 7.5 वर्षको अवधिमा तपाईँको पर्सनालिटी लुज भयो, तपाईँको जुन प्रकारको एउटा व्यक्तित्व हुन्छ, तपाईँलाई देख्ने बित्तिकै मान्छेले काम गर्ने जुन एउटा क्षमता हुन्छ त्यो तपाईँको हटेर गयो। त्यसले गर्दा तपाईँले पर्सनालिटीमा पनि कतिवटा ह्युमिलिएसन सहनु पर्यो, तपाईँले तपाईँलाई आफ्नै मान्छेले पनि तपाईँलाई ह्युमिलिएट गर्यो, अफिसमा पनि तपाईँलाई कतिवटा ह्युमिलिएसन तपाईँले सहनु पर्ने सिचुएसन तपाईँले फेस गर्नु पर्यो यो 7.5 शनिको अवधिमा। नेगेटिभ एप्रोच, तपाईँले खासमा चाहिँ राम्रै गर्नुभएको, राम्रै भन्नुभएको मान्छेलाई, तर सुन्नेले उल्टा सुन्यो, उल्टा बुझ्यो अनि उल्टै मिनिङ निकाल्यो र तपाईँले त्यसमा पनि दुःख सहनु पर्यो। दर्शकवृन्द, यो 7.5 शनिको अवधिमा मकर राशिले आफूलाई होपलेस सिचुएसन, म त अब केही गर्न नसक्ने रहेछु, मेरो लाइफ यत्तिकै रहेछ भन्ने प्रकारको सोच तपाईँकोमा आउन थाल्यो, जसले गर्दा तपाईँले हेल्पलेस भन्छ नि, कुनै काम गर्नु खोज्यो, मैले सधैँभरि हेल्प गरेको, आफूले हेल्प गरेको मान्छेले पनि तपाईँलाई धोका दियो, धेरैवटा कुराहरूमा तपाईँले हेल्प पाउनु भएन, आफ्नै मान्छेहरूकोबाट पनि तपाईँले हेल्प पाउनु भएन। यो 7.5 वर्षको अवधि तपाईँले यो सबै कुराहरू तपाईँले फेस गर्नु पर्यो। रिलेसनसिपमा तपाईँको ब्रेकअप भयो, रिलेसनसिपमा तपाईँको झमेला भयो, आफ्नो फ्यामिली रिलेसनमा पनि तपाईँको गडबडी भयो, तपाईँको बोयफ्रेन्ड गर्लफ्रेन्ड यसमा पनि तपाईँको निराशापना आयो, ब्रेकअप भयो, कतिको वैवाहिक जीवन तनाउमा गयो, वैवाहिक जीवनमा तपाईँको विवाह हुँदै रोकियो, किनकि यो तपाईँको 7.5 शनि त छँदैछ, त्यसको यो शनि आफै बिस्तारै त छँदैछ, ढिलो त छँदैछ, तीमाथि 7.5 शनि। यसले गर्दा तपाईँले विवाहमा कतिजनाको तलाक पनि भयो, कतिजनाको यस्तो हुन्छ है, डाइभोर्स, तपाईँहरूलाई थाहा छ, डाइभोर्स पनि तपाईँले फेस गर्नु परेको यो ज्वलन्त उदाहरण तपाईँहरूलाई थाहा छ र तपाईँहरूले सुन्दै गर्ने, जति पनि तपाईँले सुन्नुहुँदैछ, तपाईँहरूले आफूलाई रिलेट गर्नुहुँदैछ, तपाईँले कुन कुन दुःख सहनु पर्यो, म तपाईँको ठाउँमा बसेर हेर्दैछु, किनभने मकर राशिलाई कुन कुन पीडाले दुःख दिन्छ यो समयमा भनेर। र तपाईँको यसको साथसाथमा तपाईँको फाइनेन्सियल ब्रेकडाउन त अब तपाईँलाई मैले भन्नै पर्दैन, तपाईँको हातमा पैसा नमात्ने, पैसा डुब्ने, पैसा फस्ने, यस्तो के भयो तपाईँलाई पैसासँग रिलेटेड, तपाईँको आफ्नो पैसा 7.5 वर्षदेखि कतिवटा पैसा तपाईँको अड्केर बसेको छ, पिकमा पुगेर पैसा अड्केको छ, अझ यो लास्ट 2.5 वर्ष त तपाईँको लागि एकदमै सही नसक्नु सिचुएसन, फाइनेन्सियल क्राइसिस पनि तपाईँले सहनु पर्ने स्थिति यो 7.5 शनिमा भयो तपाईँलाई है। अब यसै गरी तपाईँको कतिजनालाई बिमारीले गर्दा अपरेसन भयो, कतिजनाको एक्सिडेन्ट भयो, कतिजनाको एकदमै ठुलो नोक्सान हो। इभेन तपाईँको कतिजना मकर राशिका महानुभावहरूले हामीलाई भन्नुभयो, फोन गरेर नि कतिले भन्नुभयो, भेटेर पनि कतिले भन्नुभयो, तपाईँको फाइनेन्सियल तपाईँको नोक्सान अथवा तपाईँ फ्रडमा पर्नुपर्ने सिचुएसन पनि बनाइदियो। र यो सबै नहुँदाखेरि तपाईँको यो 7.5 शनिको अन्तिम क्षण त झन् तपाईँलाई डिप्रेसनमा पनि लगिदियो। यस कारणले गर्दा दर्शकवृन्द, यो तपाईँको यति साह्रो पीडादायक सिचुएसन बन्यो, विशेष गरी मकर राशिलाई। मकर राशिको मालिक खुद शनि हुँदा पनि, हुन त कतिजनालाई यसमा काम पनि मिल्यो, कतिजना, किनभने शनिको पोजिसन राम्रो हुनेहरूले काम पाए, कतिवटा राम्रो पनि भयो, तर यसमा तपाईँको बिमारी, नोक्सानी, तपाईँको एकदमै यो सिचुएसन, पर्सनालिटी डाउन हुनु, यो सबै कुराहरू तपाईँले फेस गर्नु पर्यो। र अब तपाईँलाई सबैभन्दा कुरा तपाईँलाई म के भन्न चाहन्छु भन्दा, सबैभन्दा इम्पोर्टेन्ट कुरा तपाईँलाई के भन्न चाहन्छु भने, तपाईँलाई शुभकामना छ, यो 29 तारिक मार्चदेखि तपाईँलाई यो जुन चाहिँ पीडादायक सिचुएसनबाट शनिले तपाईँलाई छोडिदिँदैछ। अथवा यो शनि चाहिँ किन 30 वर्षमा एकपल्ट यस्तो प्रकारको 7.5 शनि लाग्छ, 30 वर्षसम्मको अडिट गरेको, 30 वर्षसम्म हामीले जानी अनजानीमा कतिलाई हर्ट गऱ्यौँ, कतिलाई दुःख दियौँ। राम्रो ग्रह भएको बेलामा त हामीले गल्ती गरिरहेका हुन्छौँ, कतिलाई हामीले दुःख दियौँ, कतिले हामीले नराम्रो काम गऱ्यौँ, कतिलाई भुल गऱ्यौँ, हाम्रो सिस्टम रङ भयो। यसले गर्दा यो टाइममा तपाईँलाई 7.5 वर्षमा तपाईँलाई यसको सबै चुक्ता गरिदियो। अब तपाईँ 7.5 शनि सक्यो, अब तपाईँको राशिबाट सेकेन्ड हाउस, तपाईँको सेकेन्ड हाउसबाट अब थर्ड हाउसमा शनि जाँदैछ। अब तपाईँले आफूलाई एकदमै उत्साहित भएर अगाडि, हुनु त रातारात तपाईँको परिवर्तन हुन्छ भन्ने होइन, बिस्तारो बिस्तारो अब तपाईँको कन्फिडेन्ट, थर्ड हाउस इज कन्फिडेन्ट, तपाईँको थर्ड हाउसमा शनि गयो, थर्ड हाउस तपाईँको कन्फिडेन्ट हो, आत्मविश्वास हो। अब तपाईँकोमा साहस आउँछ। अहिलेसम्म तपाईँ हतोत्साहित हुनुभएको थियो भने अब तपाईँकोमा साहसले तपाईँलाई बास गर्छ। अब तपाईँ साहसी भएर अगाडि बढ्नुहुन्छ, तपाईँको एनर्जी रिगेन हुन्छ, तपाईँको एनर्जी यति साह्रो बढ्छ, तपाईँकोमा जुन प्रकारको एक्टिभनेस तपाईँको हटेर गएको थियो, अब तपाईँ एक्टिभ भएर अगाडि बढ्न सक्नुहुन्छ।
तपाईको सोसियल जुन प्रकारको इम्प्याक्ट बिग्रिसकेको थियो, सोसाइटीमा पनि तपाईँले कतिजनाले त मुख देखाइ नसक्नुपर्ने सिचुएसन पनि भएको छ र त्यो पनि तपाईँको अब हटेर जान्छ र सोसियल इम्प्याक्ट बढेर जानेछ। तपाईँको मुभेबल कामहरूमा तपाईँलाई राम्रो हुन्छ, हिँडेर गर्ने कामहरू तपाईँलाई राम्रो हुन्छ, गाडीसँग रिलेटेड मुभ गर्छ नि जुन चाहिँ, यसमा तपाईँले एकदमै राम्रो हुन्छ। र यो तपाईँको थर्ड हाउसमा पराक्रमको, अब तपाईँले पराक्रमी भएर जब काम गर्नुहुन्छ, अब तपाईँले सिस्टममा काम गर्नुहुन्छ, रुटिनमा काम गर्नुहुन्छ भने अब तपाईँको भाग्य उदय सुरु भयो, अब तपाईँको राम्रो दिन सुरु भयो। त्यस कारणले गर्दा तपाईँले आफूलाई हौसला लिएर अगाडि बढ्नुहोस्। तपाईँको नयाँ जुन तपाईँ पुरानो जो हुनुहुन्छ, अब तपाईँले आफूलाई बिर्सिनुहोस्। अब नयाँबाट म जिरोबाट स्टार्ट गर्छु भनेर तपाईँले सुरु गर्नुभयो भने अबको लाइफ तपाईँको, यहाँदेखि अगाडिको लाइफ तपाईँले साँच्चै नै बहुत कुछ गर्न सक्नुहुन्छ, धेरै कुराहरू गर्न सक्नुहुन्छ। यसपालि तपाईँकोमा थर्ड हाउसमा शनि गएर तपाईँको फिफ्थ हाउसलाई पनि हेर्छ। यो समयसम्म तपाईँको सन्तान हुनुमा विलम्ब भएको अथवा सन्तान हुनुमा रोकिएको, प्रेम विवाहमा गडबडी, प्रेम सम्बन्धमा तपाईँको छुटानाम, ब्रेकअप, यो सबै कुरा अब रिकभर हुन्छ। अब तपाईँको यहाँदेखि पछाडि गएपछि तपाईँको प्रेमसँग सम्बन्धित पनि राम्रो हुन्छ, क्रिएटिभिटी बढ्छ। तपाईँको फिफ्थ हाउस इज क्रिएटिभिटी, तपाईँको क्रिएसन, तपाईँले के क्रिएटिभिटी तपाईँको बढेर जान्छ। एजुकेसन तपाईँले डेभलप गर्न सक्नु, फिफ्थ हाउस इज एजुकेसन। एजुकेसनमा शनिले तपाईँको पोजिटिभ हेर्दैछ, यस कारणले गर्दा फिफ्थ हाउसमा हेरेको शनिले तपाईँलाई एजुकेसनहरू बढाइदिन्छ। कोर्सहरू तपाईँले अनलाइन कोर्सहरू गर्न सक्नुहुन्छ, तपाईँको एजुकेसन इन्कम्प्लिट छ भने कम्प्लिट गर्न सक्नुहुन्छ। यो तपाईँको लागि एकदमै राम्रो कुरा भएर गएको छ। फिफ्थ हाउस सन्तान हुने सम्भावना तपाईँको एकदमै राम्रो भएर जान्छ र फिफ्थ हाउस तपाईँको लागि स्ट्रङ भयो। अब तपाईँले खोलेर अगाडि बढ्न सक्नुहुन्छ। त्यसै गरी दर्शकवृन्द, तपाईँको थर्ड हाउसमा तपाईँको राशिबाट थर्ड हाउसमा शनि गएर त्यसले भाग्य स्थानलाई हेर्दैछ। जति तपाईँले पराक्रम गरेर अगाडि बढ्नुहुन्छ, जति तपाईँ परिश्रम गरेर तपाईँ अगाडि बढ्नुहुन्छ, त्यति तपाईँको भाग्य उदय हुन्छ। अघि पनि मैले तपाईँलाई भने बाबासँग पनि तपाईँको कता कता रिलेसन बिग्रेको जस्तो भएको थियो, आफ्नो पितासँग धरि पनि रिलेसन बिग्रिनुपर्ने सिचुएसन थियो। यो पनि अब तपाईँको पितालाई राम्रो गर्छ। तपाईँको ग्रहले, अब शनिले तपाईँलाई पितालाई राम्रो गर्छ। हायर एजुकेसनको लागि तपाईँ यदि बाहिर जानुहुन्छ भने ग्रहले तपाईँलाई साथ दिन्छ। र सबभन्दा ठुलो कुरा 7.5 शनिमा मानसिक, किनभने हामीले राशिबाट हेर्छौँ र तपाईँको मानसिक तनाउ दिन्छ। यो समयमा तपाईँको 7.5 शनिको टाइममा तपाईँको मानसिक तनाउ अथवा तपाईँको डिप्रेसन बनाइदिने हो। र अब तपाईँको ग्रह माने भाग्य स्थानमा शनिको प्रकोप चन्द्रमामा नभएको कारणले गर्दा अब तपाईँको मनमा शान्ति अथवा मानसिक तनाउबाट तपाईँ बाहिर निक्लिनुहुन्छ, अथवा तपाईँ तनाउ फ्री अथवा पिस अफ माइन्ड तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। अझै यो समयमा तपाईँले आफूलाई मेडिटेसन गर्नुभयो भने त अझै तपाईँलाई यो समय, तपाईँले यो आउँदो कमिङ आउँदो अढाई वर्षमा तपाईँले अहिलेसम्म तपाईँको 30 वर्षसम्म गर्न नसकेको काम अथवा यो 7.5 वर्षसम्म गर्न नसकेको काम यो आउँदो अढाई वर्षमा तपाईँले धेरै आफूलाई उन्नति गराउने, धेरै माथि चढाउने यो प्रकारको ग्रह तपाईँले प्राप्त गर्नुभएको छ। दर्शकवृन्द, यसलाई तपाईँले एकदमै पोजिटिभ प्रकारले लिने, सकारात्मक सोच लिएर तपाईँ अगाडि बढ्ने यो आउँदो समय तपाईँको लागि चमत्कारिक इम्प्रुभमेन्ट दिन्छ। तर अब तपाईँले यसलाई अब 7.5 वर्षसम्म तपाईँ एकदमै झोक्रेर बसेको मान्छे एकैचोटि झुलुमुराएर उठ्नु सक्नु हुँदैन। यसलाई हल्का टाइम लाग्छ होला, तर तपाईँले धेरै उन्नति गर्न सक्नुहुन्छ। दर्शकवृन्द, यति मात्र होइन, शनिले अझै तपाईँको 12औं स्थानलाई पनि हेर्दैछ। तर 12औं स्थान तपाईँको खर्च हो। खर्चलाई चाहिँ तपाईँको, किनभने अहिले तपाईँको खर्च गर्ने, हातमा पैसा नबचाउने तपाईँको हेबिट भइसकेको छ। यसलाई तपाईँले कन्ट्रोल गर्नुहोस्। खर्च तपाईँलाई अलिकति ज्यादा हुनसक्छ, यसलाई कन्ट्रोल गर्नुहोस्। अब तपाईँको फरेन म जान्छु, तपाईँको फरेन जाने विषय कहिलेदेखि तपाईँको अड्केको छ, रोकिएको छ भने पनि तपाईँको अब चाहिँ तपाईँ फरेन जान सक्नुहुन्छ, विदेश जान सक्नुहुन्छ। इम्पोर्ट एक्सपोर्टको यदि बिजनेस तपाईँले गर्नु हुँदै थियो भने यो पनि तपाईँको लागि एकदम राम्रो छ, किनभने शनिले 10th नजरले, 10औं नजरले तपाईँको 12औं स्थानलाई हेर्दैछ। त्यसले गर्दा फरेन जाने, फरेनमा एजुकेसनको लागि जाने र तपाईँले यसको साथसाथमा तपाईँले मेडिटेसन गर्नुभयो भने पनि तपाईँको धार्मिक उन्नति यसले दिन्छ। दर्शकवृन्द, तपाईँहरू सबैले यो सबै जुन चाहिँ 7.5 शनि लाग्दा आफूलाई भएको घटनाहरू सायद तपाईँले रिलेट गरेर आफूलाई दुःख पनि लाग्यो होला, तपाईँले फेस गर्नुभएको यत्रो समयलाई सोच्दा कतिजनाको आँखामा आँसु पनि आयो होला है।
र अगाडि तपाईँको राम्रो दिन पनि तपाईँलाई मैले क्लियर बताइदिएँ। आउँदो त अब तपाईँको यो जुन चाहिँ अघिल्लो समय छ, यो समय यो 2.5 वर्षलाई तपाईँले केयरलेस नगर्नुहोस्, लापरवाही नगर्नुहोस्। यसमा तपाईँले एकदमै उन्नति गरेर जान सक्नुहुनेछ। यसै गरी तपाईँको मकर राशिसित वृश्चिक राशि अनि कर्कट राशिलाई पनि अडैया शनिले छोड्दैछ र उहाँहरूले के गर्नुपर्ने त्यसको पनि हामी भिडियो बनाउने छु म। तर तपाईँलाई त्यो भिडियो हामी पस्किने नै छौँ है। र त्यसको लागि पनि तपाईँको आफन्तहरूलाई यो कर्कट राशि र वृश्चिक राशिलाई पनि तपाईँहरूले यो भिडियो सेयर गर्न सक्नुहुन्छ। म त्यो भिडियो तपाईँलाई हाल्ने छु। र यस पछाडि अब अझै 7.5 शनि अहिले कुम्भलाई र मीनलाई पनि छ। उनीहरूलाई पनि कस्तो प्रकारको सिचुएसनमा हामीले होसियार गर्नुपर्ने त्यो पनि हामीले गर्नुपर्ने छ। र अहिले चाहिँ मैले मकर राशिका महानुभावहरूलाई मैले क्लियर गरिदिएँ, किनभने तपाईँहरूले यो भिडियो पर्खिरहनु भएको थियो। धेरैजनाले मलाई फोन गरेर सोधिरहनु भएको थियो र तपाईँहरूलाई मैले यो पस्किन सकेँ। र तपाईँहरू सबैलाई यो समय तपाईँको चेन्ज हुन थालिसकेको छ। यो हुन त 29 तारिक मात्र तपाईँको ग्रह सर्छ, तर अहिलेदेखि नै यो मार्चको सुरुवातदेखि नै हल्का तपाईँकोमा पोजिटिभनेस आउन थालिसकेको छ। त्यसले गर्दा हेल्थलाई केयर गर्नुहोस्, स्वास्थ्यलाई ध्यान दिनुहोस्। तपाईँको अघिल्लो समय तपाईँको एकदमै राम्रो होस्। तपाईँले आफूले हेरेर यो भिडियो अरूलाई पनि सेयर गर्नुहुन्छ भन्ने आशा राख्दै म अरू पनि जानकारीमूलक भिडियो लिएर अवश्य पनि हामी आउनेछौँ। तपाईँलाई यहाँ जहाँ पनि जसलाई पनि तपाईँलाई यो कुरा रिलेट भएको छ तपाईँहरूले कमेन्ट अवश्य पनि गर्नुहुन्छ भन्ने म आशा राख्दै म तपाईँहरूबाट ओझल हुन चाहन्छु। नमस्कार।